धोमाङमा मैले पढाउन के खोजिरहेको छु भने अर्थ पढाउनु गयो भने चाहिँ धेरै समय लाग्छ है। त्यसले कसरी पढ्छ, कसरी पढ्नुपर्ने हुन्छ। अनि तपाईँले धोमाङ पढ्दाखेरि समस्या धेरै आउँछ। टिबेटन पढ्दाखेरि पनि समस्या आउन सक्छ, अनि मन्त्र पढ्दाखेरि पनि समस्या आउन सक्छ। त्यो समस्या चाहिँ मैले हल गर्न खोजिराखेको छु हैन। टिबेटन पढ्दाखेरि चाहिँ जोरी र बिजोरी हुन्छ, तपाईँले बिजोरी चाहिँ छुटाउनु आवश्यकता पर्ने हुन्छ, अनि त्यहाँ चाहिँ मैले टिक गरेर छुटाउँछु हैन। अनि मन्त्र पढ्दाखेरि चाहिँ संस्कृत भाषा हुँदाखेरि चाहिँ अनि नेपाली जस्तो पढ्नुपर्ने, हिन्दी जस्तो पढ्नुपर्ने, त्यसको तरिकाहरू चाहिँ सिकाएर पढाउनु गइरहेको छु। अनि कहाँदेखि कहाँसम्म चाहिँ एउटा शब्द बनिन्छ, हुर्च बनिन्छ, अनि त्यो चाहिँ सिकाउनु गइरहेको छु।